भनिदेऊ ल आज चाहिँ मेरो छोरालाई यसो पार्कमा लगेर खेलाइदिउँ भनेको यहाँ छोरीको चाहिँ इन्जेक्सन यहाँ हेलो भन्दै फेरि ल ल गएको भन्दै हामी बजार गएको भन बजार गएको भन न बजार गएको भन न चस्मा लाउँछौ चस्मा को लाउने पापा लाउँछ ल हेलो साथीहरू तपाईहरु कस्तो हुनुहुन्छ धेरै महिनाको बादमा आज ब्लग त्यतिकै घरमा आएको थिए हैन ब्लग बनाउन पर्दा चाहिँ अन्त ब्लग बनाउँछु भनेर सोचेको अन्त यो जुन चाहिँ पहिला क्र्याश भएको थियो नि त्यहाँदेखि चाहिँ मैले उडाउन पाएको थिइनँ हैन अब बिजी भए कामले गर्दाखेरि के गर्यो अन्त अहिले ट्राई गर्दैछु उडाउनु अलिअलि उड्नु त उड्दैछ कि तर अलिकति यसमा मोइस्चर आएको जस्तो हुँदैछ हो अन्त आज फेरि उडाउँछु घरमा बसेको फ्री भएको बेलामा भनेर चाहिँ अन्त उडाउँ भनेको अन्त अहिले चाहिँ म घरमा आएको हिजो यहाँ म्यामलाई सब्जी काट्नु हुँदैछ मामिस हेलो भनिदिनु नि नमस्ते अन्त मामले आलु काट्नु हुँदैछ अन्त अहिलेको बाहिरको हेर्नु पर्दाखेरि चाहिँ यस्तो छ फगी भइरहेछ हल्का हो यस्तो छ अन्त अहिले म चाहिँ घरमा अब ड्रोन उडाउँछु है त अब यहाँको ड्रोन सटहरू हेरौँ मेरो ड्रोनको मोइस्चर कतिको गएछ हेरौँ है त हाम्रो घरको छिमेकी बहिनी अन्त प्रेम मेरो मामाको छोरी आउँदैछ स्कुलबाट प्रेम हेलो भनिदेऊ न यहाँ रिना ब्लग बनाएको आज कति दिनको बादमा ओ बुझन आइज न माथि हुँदैन हुँदो रहेछ हाम्रो गाउँको हिरो हिरो पनि अहिले बिहा गरेर थन्किरहेको छ आउँदैछ यहाँनिर टट्टै म चाहिँ यहाँ किन आज त्यतिकै फ्री टाइम भएर बसेको भन्दाखेरि चाहिँ डोजर पर्खिरहेको छ डोजर मगाइरहेको छु होइन अलिकति साइड कटिङ गर्नु लागि डोजरहरू मगाइरहेको छु अन्त डोजर खै आउँछु त भन्छ फोनै उठाएको छैन अहिले कति बेला आउँछ हौ फोनै उठाउँदैन त्यो भाइले टायर वालै हाल्नु पऱ्यो खै छिटो आइज न तल पो बोलाउँदैछ त एकछिन मेरो यहीँ होस् है मेरो यहाँ छ कि ड्रोन एकछिन गएर फोर्दिनलाई भेट्नु त त्यसको गफ हुन्छ फेरि त्यसको सिम कार्ड दिनु छ कि अघिजना त्यो माथि सञ्जित भाइले मलाई छोडिदिरहेको थियो फोर्दिनलाई दिनु ल भनेर कि अन्त एउटा कुरा हाम्रोमा चाहिँ यतिको फुलहरू यसो स्याहारेर राखेको छ आँसुले अहिले फुलेको चाहिँ छैन मजाले हालेर चाहिँ राखेको छ फुल्ने टाइम चाहिँ अलिक भोलि पर्छ यो सबै फ्लावर यस्तो चाहिँ यो चाहिँ फुलेर पनि सकिसकेको यहाँ फुलेको छ है यस्तो छ यसको सिम छ यहाँनिर कहाँ राखेको छु मैले फुजन के गर्दैछ यहाँ छ हाम्रो हिरो एकदम हाम्रो गाउँको हिरो हिरो पनि अहिले बिहा गरेर जिरो भइरहेको छ हेर आजको कसको यहाँ हात भाइको नानी यत्रो भइरहेछ मेरो भन्दा 1 महिना ठुलो हेलो भनिदिनु नि हेलो भनिदिनु खै अरे वाह मेरो राति आउँदाको साथीहरू ल बोल्दिनँ अन्त कति दिनको कति महिना बादमा आज मैले ब्लग बनाएको कहाँबाट आएको अरे त खोइ मलाई बोलाउँछु भनेर बनाएको तर म भ्याउँथिनँ रहेछु नि त फेरि यहाँ त्यो मान्छे आउँछ भनेर पर्खेको अहिलेसम्म पर्खिरहेको छ यो पक्रिहाल्यो अहिले हराउँछ हाम्रो मामा गाउँले मामा माथि हेट्रो भन्नुभयो त हो कहाँ जानुभएको हजुर ए सन्चै हुनुहुन्छ ए अहिलेसम्म चाहिँ
भोलि लाग्यो सर खै देखा त अब बिहा गरेपछि लाग्छ नि त अब हिरो भएर हिँड्दैछ अब हिरो हो नि त हाम्रो गाउँ गयो त एकसँग त बिहा गरेपछि गर्छ नि ल यसको त लागेको छ हो त्यही त हामी त बिहा गरेर टेन्सन भएर अब जिउ घटेर यस्तो भएर चाहिँ यसो त के भएको जिउ लाग्यो भन्छ अब हो यस्तो अन्त 80 केजी अम्मा हो टाइट रहेछ मेरो मासु आइछ आइछ है साथीहरू छुट्टै यहाँ छ छुट्टै यहाँ छ घटाउनुपर्छ यो साह्रै उयो भयो अब अहिले 35 वर्षतिर यस्तो छ केटाहरू हेर्नु त अन्त यहाँ हाम्रो ठिक छ नि यहाँ ठिकैको कहाँ कहाँ पर हुन्छ म यतातिर हिँड्नु पऱ्यो कुन चाहिँ बाइक हो यहाँ घसेको दामै बसेको छ यत्रो हजुर भन्नु नि हजुर हेलो गाइस अब ड्रोनबाटै हेरौँ त आज निकै दिनको बादमा अस्ति खेप उडाएको थिएँ गान्तोकमा अब यहाँ हेरौँ मोइस्चर आइरहेको छ होइन ट्राई गर्छु फेरि आजकल त भ्लग बनाउनु टाइमै पाउँदैन गाइस मैले त एकदम डरले बिजी पारी डाँडा पहिला ल्याउँछ अब म लिएर आयो अहिले चाहिँ ब्याग मुडाएर होला कि सिधै भेट्दैन नि हेलो गाइस तपाईहरुलाई कस्तो लाग्यो हाम्रो गाउँ मनसुन सिजनमा चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो हुन्छ मैले अस्ति एउटा बिहानै पनि खिचेको छु त्यो पनि हल्का हाल्छु हैन पारीपारीको भ्यू हो र बादलको माथि माथि दामी देखेछ हैन त्यस्तो खालको भ्यू छ यहाँनिर सेन्ट्रल पाण्डमबाट चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो खालको छ तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट्सहरु गरिदिनुस् होला है
कति दिनको बादमा उडाएको मजा आयो ड्रोन उडाउनु हल्का बनिँदैछ पनि यो जुन चाहिँ यहाँनिर क्यामेराको लेन्समा त्यसमा मोइस्चर आउँदैछ होइन अहिले पनि एकछिन निकै बेर उडाउँदाखेरि चाहिँ मोइस्चर आउँदैछ र पनि कति क्लियरै आएको छ कतिवटा चिजहरू फुटेजहरू यसलाई उडाउँदै गऱ्यो भने चाहिँ जाने रहेछ यो है हो उडाउँदै गऱ्यो भने चाहिँ जाने रहेछ ल गाइस कमेन्ट्सहरू दिनुहोस् होला हाम्रो गाउँ ल मामले के बनाउनु त ए अर्ग्यानिक काँक्रा यहाँ दुध भेन्डी यहाँ मामले अब बनाउनुहुन्छ अब हामी चाहिँ आज चाहिँ मामले चिकन खाँदैन अब हामी चाहिँ चिकन खाने होइन चिकन लिन जानुपर्छ अहिले पर अन्त अहिले फिलहाल चाहिँ अलिकति यहाँनिर अर्ग्यानिक वाइन खाने अरे हौ होममेड अर्ग्यानिक वाइन खै कहाँ छ हौ हुम्नाथ ए बनिँदैछ है ऊ हाम्रो अर्ग्यानिक वाइन यहाँ अब एक कप खाएर चाहिँ अलिक नहुन्छ हो त्यहाँदेखि दोकान गएर चिकन लिएर आएर बनाएर खानुपर्छ यहाँ हाम्रो होमनाथले बनाउँदैछ अब खाएको देखाउँछ एकछिनबाट म कस्तो रहेछ टेस्ट हेरौँ गुल्ले छ अरे मामले भन्दै थियो होइन ल अब गुल्ले छ अरे अब खाएर टेस्ट गरेर भन्छु तपाईँहरूलाई कस्तो रहेछ यहाँ म त बुझ्दिनँ है यो चाहिँ म यता हेर हेलो भन्दै स्कुलबाट आएर लुगासुगाहरू फेर्दैछ यहाँनिर अब हामी दोकान जानु होला चिकन लिन बुझ्यौ यस्तो छ गाइस पारा घरमा आएपछि चाहिँ अलिअलि फ्री हुन्छु नि त म गान्तोकमा त अब नानीहरूसँग ब्लग बनाउनु नानीहरूकै मात्रै हुन्छ बाहिर निस्किनु पाउँदैन आज घर आएकोलाई चाहिँ यसो ड्रोन सोन उडाउनु मौका पायो अन्त ड्रोनहरू उडाउँदैछु अब चाहिँ हुन्छ होला ठिक हुन्छ होला अब बिस्तारै बिस्तारै जर ल ल अर्ग्यानिक हाम्रो रेडी भएछ टेस्ट गरौँ है त पहिला त जोड खायो हुन्थ्यो मेरो साथीदेखि सन्तोष र म आम्मा कस्तो खान्थेँ आम्मा गुल्यो रहेछ त अन्त दामी मिठो रहेछ गुल्यो रहेछ गाइस खाने भने चाहिँ अर्डर गर्नु कति कसरी किलो 60 रुपियाँ किलो होइन 60 रुपियाँ 100 रुपियाँ जस्तो किलो पर्छ है तर यो चाहिँ घरमा खानु लागि बनाएको माम पनि खानु हुने अलिकति गुल्यो रहेछ मिठो मिठो रहेछ होइन हौ त्यस्तै छ भनेको यो म त दामी आम्मा ग्यास हुन्छ नि त मलाई तर यसले त हुँदैन होला चामल पनि है जाउँ त्यसो भने चिकन लिएर आउँ यता हेर्नुहोस् त ए बिहानै उठेर ल ब्लग दामी गर्नुपर्छ पला खाने हो ए लु खाने ल अनि एकैतालमा सक्छ त कहाँबाट हुन्छ अन्त कम्ती खानु पऱ्यो नि ल हाम्रो कुखुराहरू यहाँ यस्ता छन् अहिले पनि खासमा त रेडी हुँदैछ है सुप खाने लागि पहिलाको एक स्टक चाहिँ सक्यो यति छ अहिले चाहिँ फिलहाल निकै बढ्दै रहेछ है अब 3-4 महिनामा त सुरु गर्दा हुने रहेछ फेरि हाम्रो गाईहरू चाहिँ यहाँ छ ए हाम्रो घरको फ्यामिलीहरू डल्लै त्यहाँ छ एउटा फ्यामिली कुखुराहरू त्यहाँ छ ल जाउँ अब पर गएर चिकन लिएर आउनुपर्छ त्यहाँ राडामा गएर गाडी पनि आइपुगेछ हाम्रो के छिटो आयो त अब यो गाडीको सबै ट्राभल विथ सुजन यसमा पनि ट्राभल विथ सुजन अरू गाडीमा पनि ट्राभल विथ सुजन चाहिँ टक्कै लगाउनु पर्ने छ आफ्नो लोगो जस्तो बनाउनु पर्ने छ
जाउँ त ल है मेरो इष्टमित्रहरू यहाँ चिकन लिनु पनि आइयो हाम्रो बुबुकोमा ए अब चिकन लिएर गएर मजाले बनाएर खाने हो यहाँ हाम्रो गाउँको बुबु 200 को ल 200 को 200 को हालेर नि लो साथीहरू हाम्रो चिकन बनिँदैछ यहाँनिर आगोमा मजाले फ्राई हुँदैछ अब त्यो कहिलेको भिडियो हो नि अन्त हमनाथले बनाउँदैछ म ल्यासो नै आइपुग्यो अब चाय अब यहाँ म चाहिँ हल्का एडिटिङ गरौँ भनेको आजको हो अब भरे खाँदाखेरि देखाउँछु है त म अब